जय नेपाल। नेपालमा जति पनि चाहिँ देशैभरि अहिले जति भाइरल जति पनि विकास समृद्ध भनेको अहिलेको युवा युवतीहरूको चाहिँ ब्रान्डेडको कुरा गर्छ। राजनीतिको ब्रान्डेड, व्यापारको ब्रान्डेड, खानुको ब्रान्डेड, लाउनुको ब्रान्डेड, तर सोच र बुद्धिको भनेको जिरो रेट। ब्रान्डेड छैन, जिरो। ब्रान्डेड कपडा लाउने बुद्धि नै छैन। करोडौँको गाडी चढ्ने, करोडौँको घर जग्गा सम्पत्ति छ, बुद्धि नै छैन, त्यो के ब्रान्डेड होइन। ब्रान्डेड कपडा लाइक खुवाइ अनुसारको विचारको ब्रान्डेड हुनुपर्छ, सोचको ब्रान्डेड हुनुपर्छ, समाजको ब्रान्डेड हुनुपर्छ, संस्कृतिको ब्रान्डेड हुनुपर्छ। हरेक जातिभित्रको चाहिँ एउटा इतिहास, मर्यादा, नारीलाई मान्यता विचारभित्रको चाहिँ एउटा ब्रान्डेड हुनुपर्छ। नारीले पुरुषलाई मान्ने एउटा विचारभित्रको ब्रान्डेड हुनुपर्छ। तर अहिलेका ब्रान्डेड भनेको चाहिँ गफ र मुस्कानमा फिजिकल होइन। अहिलेको केटीहरूलाई होइन, अब अहिले साँच्चै भन्दाखेरि अब बोलेको जस्तो त्यो माइन्ड नगर्नु होला होइन। अब बेस्यालाई बेस्या भन्यो भने त्यो कुराहरू भन्ने मुद्दा लाग्छ। तर या तिमी त के त्यो बेस्या जे काम गरिरहेको छ, तिमी त यार बबाल छौ, तिमी त सेक्सी छौ भने ऊ खुसी हुन्छ, मुद्दै लाग्दैन। अनि यतिसम्म विचित्र संसार भएको छ। अनि ब्रान्डेडको कुरा गर्छ, खानुको ब्रान्डेड, सोचको ब्रान्डेडमा नेपाली समाज जबसम्म फर्किँदैन नि, ती ब्रान्डेड कल्पनाभन्दा सोचै ब्रान्डेड छैन। लाएर खाएर हगेर ब्रान्डेड हुँदैन। ब्रान्डेड जति महँगो खाए पनि खाइसकेपछि हुने त गु नै होइन र तर सोच पनि गु भइसकेपछि त्यो दुइटै, त्यो सोच गु हो, त्यो ब्रान्डेडको कुरा नगर्दा हुन्छ। जय नेपाल।